ल हजुर, विजय दशमी पनि सकियो। आज पूर्णिको दिन। अस्ति असोजको 18, 19 र आज 20 गते एकदम ठुलो वर्षा हुन्छ भनेर मौसम विज्ञान विभागले गरेको सूचनाका आधारमा देशभरि नै धेरै ठुलो क्षति भयो। त्यसमा इलाम लगायतका जिल्लाहरूमा धेरै ठुलो धनजनको क्षति भयो। त्यसप्रति हामी रोयल हाउसिङ रियल इस्टेट र सम्पूर्ण परिवारको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै ग्रीन सिटी प्रोजेक्टमा बाढीले के गर्यो त भनेर हजुरहरूलाई शंका लाग्छ। त्यही भएर ठ्याक्कै आज 20 गते म यो भिडियो क्लिप्स बनाइरहेको छु। ल हेर्नुस्, ग्रीन सिटी प्रोजेक्ट विराटचोक हामीले एकदमै स्लोबिङ टाइपले एउटा थोपो पानी नजम्ने गरी प्लानिङ गरेका छौं भनेर हजुरलाई भनेको थिएँ। मैले प्रमाण स्वरूप देखाएको छु है। ल हेर्नुस्, यति ठुलो वर्षा भयो, यति धेरै एरियामा डुबान भयो, सबैतिर भयो, तर ग्रीन सिटीमा एक थोपो पानी पनि जमेको छैन। किनकि हामीले एकदम स्लोपिङ टाइपको ड्रेनेज बनाएको थियौं, बाटोहरू पनि एकदम क्लासिक टाइपको बनाएको थियौं र हेर्नु न, घरहरू भट्टाभट्टी बनिराखेका छन् र पनि घर बन्ने कार्यक्रमहरू रोकिएका छन्। यति धेरै ठुलो डुबान हुँदा पनि हजुर पनि सुरक्षित र सुनौलो भविष्य निर्माणका लागि ग्रीन सिटी प्रोजेक्टै रोज्नुहोस् है। किनभने हामीले एकदमै राम्रो डिपिआर गरेर अन्तर्राष्ट्रिय लेभलको मापदण्डमा जीआई को पोल, जापानिज प्रविधिको तार, ग्रिनरी, पार्टेसन, ट्याक्कै सबै बाटाहरू एकअर्कामा कनेक्टिभिटी बनाएर चाहिँ प्लानिङ गरेका थियौं र यहाँनेरि अब 10 वटादेखि 12 वटा टुक्राहरू मात्रै जग्गाहरू बाँकी रहेका छन्। त्यही पनि हजुरको भाग्यमा रहेको हुन सक्छ। कृपया देखाएको नम्बरमा सम्पर्क गरेर चाँडै नै आफ्नो जग्गालाई लिनु होला। यो चाहिँ जग्गाको लोकेसन भन्नुपर्दाखेरि मोरङ जिल्लाको सुन्दर हरैचा नगरपालिका विराटचोक, नेपाल अधिराज्यभरिकै सुन्दर सहर सुन्दर हरैचा, वार्ड नम्बर 9 को वडा कार्यालय भन्दा दक्षिणपट्टि पर्छ। राजमार्गको दूरीले हजुरको ठ्याक्कै यो 400 देखि 500 मिटरको दूरीमा पर्छ र घर बसोबास बस्नको लागि अति नै राम्रो क्लासिक लोकेसन। वरिपरिको समाज, नजिकै स्कुल, कलेज, बोर्डिङ, त्यसपछाडि बजारको व्यवस्था पनि बिल्कुलै नजिकै भएको कारणले गर्दा हजुरलाई एकदम सुनौलो र सुन्दर लोकेसनमा बस्ने अवसर यही ग्रीन सिटीले प्रदान गर्दछ भन्ने हामीलाई लाग्छ। साथै ग्रीन सिटी 2 गोडगाउँमा छ भने ग्रीन सिटी 3 चाहिँ हजुरलाई इटहरीमा हामीले ओपनिङ गरेका छौं। लगभग 350 वटा घडीहरू भएको यस्तै सुविधा सम्पन्न प्लटिङ डेभलप भइरहेको छ। इटहरीको वार्ड नम्बर 17, इटहरी उपमहानगरपालिका वार्ड नम्बर 17 मा रहेको नेपालकै सबैभन्दा ठुलो भाटभोटिनी सुपरमार्केटको अगाडिपट्टि जम्मा जम्मी राजमार्गबाट 500 मिटरको दूरीमा रहेको सो प्लानिङमा हजुरले आजैका मितिदेखि बुकिङ ओपन गरिएको छ। यसैगरी ग्रिनरी, गार्डन, ढल निकास, जीआई को पोल, जापानिज प्रविधिको तारहरू सट्टै लगाएर खानेपानीको सुविधा, अन्डरग्राउन्डिङ सबै गर्ने गरी त्यहाँ पनि हामीले विकासको यो भन्दा पनि राम्रो बनाउने गरी योजना बनाएका छौं। हजुरले इटहरी लोकेसनमा ग्रीन सिटीमा घडेरी किन्ने योजनामा हुनुहुन्छ भने देखाएको नम्बरमा सम्पर्क गर्नुहोला अथवा रोयल हाउसिङ एन्ड रियल इस्टेटको कार्यालय भाटभोटिन सुपरमार्केट अगाडि रहेको छ। त्यसैगरी विराटचोकको रोयल हाउसिङ एन्ड रियल इस्टेटको कार्यालय हाम्रो पिएलओ गेटमा रहेको छ। अथवा देखाएको नम्बरमा म राजन भट्टराई, रोयल हाउसिङ एन्ड रियल इस्टेट र आरएनजी हाउसिङ रियल इस्टेटको प्रोप्राइटरलाई डाइरेक्ट हजुरले कल गरेर यो जग्गाहरू बुकिङ गर्न सक्नुहुन्छ भन्दै यो भिडियोबाट बिदा हुन चाहे। धेरै 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 धन्यवाद। थ्याङ्क यू भेरी मच सबैजनालाई।